हेलो साथीहरू, लेट्स मेक खीर। मेरो जन्मदिनको पावन अवसरमा मैले चाहिँ आज फर्स्ट टाइम खीर बनाउँदैछु। सो मैले चाहिँ चामल भिजाइसकेको थिएँ अनि 1 लिटर दुध लिएको थिएँ अनि अलिअलि ड्राई फ्रुट्सहरू अनि लिएको। अनि म चाहिँ यहाँ ड्राई फ्रुट्सहरू कटिङ गर्दैछु। मैले चाहिँ फर्स्ट टाइम बनाउन लागेको खीर। सो आइ एम एक्साइटेड, नर्भस। अनि मैले चाहिँ युट्युबमा हेरेर चाहिँ सिकेको है। अनि मैले चाहिँ अलिकति घिउमा चाहिँ मैले एकजनाले यसरी बनाएको देखेँ, तर डिफ्रेन्ट वे हुन्छ खीर बनाउने नि त। सो मैले चाहिँ यसरी बनाउँदैछु। मैले चाहिँ अलिकति ड्राई फ्रुटहरू फ्राई गरेँ, भुटेँ अनि राखेँ। अनि त्यही घिउमा चाहिँ मैले घिउ युज गरेको। अनि त्यही घिउमा चाहिँ मैले चामललाई अलमोस्ट 1 आवर जति भिजाएको थिएँ। अनि त्यसलाई एकछिन भुटेँ अनि 1 लिटर दुध हालेँ। अनि पछि अलिक बाक्लो जस्तो फिल भएर चाहिँ मैले अलिकति दुध अझै थपेको थिएँ। अनि मैले यसलाई लगभग मोर देन 30 मिनट जति पकाएँ कि। अनि सुक्दै दुध हेर्नु सुकेर चाहिँ अलिक थिक भएछ नि त यो। अनि मजाले म यो गरेँ। अनि 1 चम्चा जति, मलाई चाहिँ धेरै गुलियो चाहिँ मन पर्दैन, त्यही भएर चाहिँ मलाई चाहिँ हल्का गुलियो मनपर्छ। त्यही भएर म चाहिँ 1 स्पुन हालेँ अनि अलिकति हालेँ। अनि गुलियो नि कस्तो ठिक्क भएको थियो। अनि मैले अघि फ्राई गरेको ड्राई फ्रुट्सहरू हालेँ। यहाँ चाहिँ मैले पिस्ता चाहिँ मैले फ्राई गरेको थिएन, अलरेडी फ्राईवाला ल्याएको थिएँ, त्यही भएर चाहिँ पिस्ता फ्राई गरिनँ। अनि मैले त्यो हालेँ। अनि पछि फेरि पिस्ता हालेको बल्ल हल्का अलिक खीर अनि निक्रिए जस्तो देखेछ। अनि यस्तो क्लोजअप भ्यू हेर्नु, टेस्ट पनि मिठो भएको थियो। यहाँ चाहिँ म तातो चाख्दै थिएँ, तर आज अलिक गर्मी नै थियो नि त। पछि त मलाई अलिक गर्मी जस्तो फिल भएर तातो खीर खाएको। सो गुलियो नि ठिक्क भएको थियो। अनि मेरो छोरी नि ट्राई गर्ने भनेर यता आएछ। उनीहरू चाहिँ भर्खर स्कुलबाट आएको थियो। अनि मैले चाहिँ खीर पकाएर रेडी गरेर राखेको थिएँ। अनि म तिनीहरूलाई लिएर आएर अनि उनीहरूले ट्राई गराएको, उसलाई नि मन पर्यो अरे। अब बच्चालाई अलिअलि गुलियो भएपछि त जे पनि मिठो लागिहाल्छ। तर खीर चाहिँ मिठै भएको थियो। घिउ, चिनी सबै कुरो हुन्छ नि, मिक्स एभ्रिथिङ ब्यालेन्समा थियो कि, त्यही भएर मिठो लाग्थ्यो। अनि मेरो छोराले हेर्न रियाक्सन हेर्नु त, मम्मीले फर्स्ट टाइम बनाएको खीरको रियाक्सन, उसलाई चाहिँ मन पर्यो। म आफै पनि खाइ गरेछु कि मिठो भएर। मलाई चाहिँ यस्तो लुलुरा टाइपको मन पर्थ्यो, त्यही भएर मैले थोरै चामल बनाएको, मिठो भएको थियो।